ब्याचलर सिधिसक्यो, ग्याप चाहिँ फेरि टन्नै छ, टन्नै मतलब टन्नै 10 वर्षको ग्याप छ। अब फेरि मलाई चाहिँ पढ्न मन लागेको छ, त्यो पनि युके गएर। मैले एप्लिकेसन दिन मिल्छ कि मिल्दैन? मिल्दैन। ल कहाँ जानु भएको? झिस्किनु पनि पाइँदैन? मिल्छ, तपाईँ जानु मिल्छ, त्यो पनि विदाउट आइएल्स विदाउट पिटी। यदि तपाईँको 12 को इङ्ग्लिसमा चाहिँ बी आएको छ भने चाहिँ तपाईँले विदाउट आइएल्स विदाउट पिटी नै पनि एप्लिकेसन दिन सक्नुहुन्छ। र अर्को कुरा के छ भने तपाईँले अप टु 3000 पाउन्डसम्मको स्कलरसिप पनि पाउनुहुन्छ। अनि खै त युनिभर्सिटीको नाम भन्नुहुन्छ होला? भन्छु युनिभर्सिटी कलेज बर्मिङहममा चाहिँ यहाँले एप्लिकेसन दिन सक्नुहुन्छ जनवरी इन्टेक 2026 को लागि। अब रिक्वायरमेन्ट पनि सुनौँ। यदि तपाईँको 3 वर्षको ब्याचलर छ भने चाहिँ 60% चाहिँ आउनु पर्यो र 4 वर्षको ब्याचलर छ भने चाहिँ 55% चाहिँ आउनु पर्यो। र तपाईँको 12 को इङ्ग्लिसको मार्क्सले पुगेन, तपाईँलाई आइएल्स गर्नु पर्यो वा पिटी नै रिक्वायर्ड छ भने चाहिँ स्कोर तपाईँको कति आउनु पर्छ थाहा छ? आइएल्समा 6 नट लेस देन 5.5 चाहिँ आउनु पर्यो र पिटीमा चाहिँ 59 नट लेस देन 59 चाहिँ आउनु पर्यो। ल अब सोचेर नबस्नु होला। यदि तपाईँलाई यी सबै चिजहरू चाहिँ चित्त बुझिया छ, तपाईँ जान इच्छुक हुनुहुन्छ भने चाहिँ एकपटक फोर्थ राइट इन्टरनेसनल काठमाडौँ जुन कमलादीमा छ भिजिट गर्नु होला।